नमस्ते। यहाँहरू सबैलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आजको भिडियोमा हामी नेपालका प्रसिद्ध 5 जना राजाहरूको बारेमा चर्चा गर्दैछौं, जुन मेरो दृष्टिकोणमा नेपालका इतिहासमै अत्यन्तै प्रभावशाली रहे। उनीहरूको पृष्ठभूमि, शासनकाल र देशका लागि पुर्याएको योगदान अत्यन्तै महत्त्वपूर्ण रहेको छ। इतिहासलाई बुझ्नु भनेको देशलाई बुझ्नु हो। त्यसैले यो जानकारी तपाईहरूका लागि रोचक र ज्ञानवर्धक हुने विश्वास लिएको छु। भिडियो अन्त्यसम्म हेर्न नबिर्सनुहोला। 1 राजा पृथ्वीनारायण शाह। गोर्खा राज्यका राजा पृथ्वीनारायण शाहले साना राज्यहरूलाई एकताबद्ध गर्दै आधुनिक नेपालको निर्माणको सुरुवात गर्नुभयो। उहाँको नेतृत्वमा काठमाडौँ उपत्यकालाई विजय गरियो र राष्ट्र एकतामा बाँधियो। उहाँले नेपाल 4 जात 36 वर्णको साझा फूलबारी हो भनेर सामाजिक समावेशी सोचको सुरुवात गर्नुभयो। नेपाललाई स्वाधीन र आत्मनिर्भर बनाउन उहाँको दृष्टिकोण आज पनि स्मरणीय छ। 2 राजा त्रिभुवन वीर विक्रम शाह। त्रिभुवन राजा मात्रै होइन, परिवर्तनका नेतृत्वकर्ता पनि हुन्। उनले राणा शासनको अत्याचार विरुद्ध जनताको पक्षमा उभिँदै भारतमा शरण लिएर 2007 सालको क्रान्तिमा ठूलो योगदान गर्नुभयो। उहाँकै पहलमा नेपालमा प्रजातन्त्रको सुरुवात भयो। त्यसैले उहाँलाई नेपालमा प्रजातन्त्रको पितातुल्य मानिन्छ। 3 राजा महेन्द्र वीर विक्रम शाह। राजा महेन्द्रले नेपालको राजनीतिक स्वरूपलाई पूर्ण रूपमा परिवर्तन गरे। 2017 सालमा संसद विघटन गरी पञ्चायती शासन प्रणाली लागू गरे। राष्ट्रिय एकता, भाषा, धर्म र स्वाभिमानमा जोड दिएर उहाँले राष्ट्रवादको भावना बलियो बनाउनुभयो। विकासका योजनाहरू, शिक्षा र पूर्वाधारमा उहाँको ध्यान केन्द्रित थियो। 4 राजा वीरेन्द्र वीर विक्रम शाह। राजा वीरेन्द्रले देशलाई शान्तिपूर्ण तरिकाले अघि बढाउने प्रयास गरे। जनतासँग नजिक रहने राजा मानिन्थे। 2046 सालको जनआन्दोलनपछि बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना गर्न अनुमति दिए। उहाँको कार्यशैली सन्तुलित र दूरदर्शी मानिन्थ्यो। शान्ति, सहिष्णुता र समावेशितामा आधारित शासन चलाउनु उहाँको विशेषता थियो। 5 राजा ज्ञानेन्द्र शाह। राजा ज्ञानेन्द्र 2 पटक नेपालका राजा बने। दोस्रो कार्यकालमा उनले 2062-63 सालमा पूर्ण सत्ता लिएर शासन गरे, जुन कदम विवादास्पद बन्यो। जनआन्दोलनपछि 2065 सालमा नेपाल गणतन्त्र घोषित भयो र राजतन्त्रको अन्त्य भयो। यद्यपि उनको भूमिकाले नेपालको राजनीतिक बहसलाई अझै प्रभाव पारिरहेको छ। समाप्तिमा, यी 5 जना राजाहरूले आफ्नो समयमा राष्ट्र निर्माण, नेतृत्व र परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेलेका थिए। नेपालको इतिहासमा उनीहरूको योगदान गहिरो छ। यदि तपाईलाई यो भिडियो मन पर्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोस्। आगामी